हामी किन यहाँ जम्मा भएको थाहा छ तिमीहरूलाई? थाहा छ कि छैन? म आज सबै तिमीहरूलाई कथा भन्छु भनेर राखेको हो। यस्तो इन्ट्रेस्टिङ कथा छ आज, सुन्ने हो नि? रेडी? आज कथा के छ भने 100 बुद्धि 10 बुद्धि र 1 बुद्धि हुनेको कथा हो कि यो बीचको कथा हो। सुन्यो है त? के रहेछ भने 100 बुद्धि भनेको चाहिँ 100 बुद्धि हुने चिज चाहिँ सर्प हो, 1 बुद्धि हुने गङ्गटा हो, 10 बुद्धि हुने भनेको को हो? भ्यागुता हो। यिनीहरू त सबै खोलामा बस्छ हो कि होइन? खोलामा बस्छ। अनि वैशाखको महिना थियो त्यति बेला, खरेडी परेको, पानी नपर्ने। अनि खरेडी परेपछि त सबै पानी नपर्ने भइसक्यो, के हुन्छ खोला नाला सबै सुक्छ, पानी सुक्छ होइन? सुकेपछि तिनीहरूलाई बस्न एकदम गाह्रो हुन्छ गर्मी भएर, तिनीहरूले खान पनि पाउँदैन हो कि होइन? त्यही भएर अनि ती 100 बुद्धि 1 बुद्धि 10 बुद्धि हुनेले के रहेछ भने ल हामी अब यसरी बस्न सक्दैन, हामी मर्छ। त्यही भएर के गर्नु पर्यो? नाग राजालाई बोलाएर हामी पानी पार्दै भन्नु पर्यो भनेर तिनीहरूले सल्लाह गरेछ। के गरेछ अरे? सल्लाह गरेछ। अनि एक दिन त्यो 3 जना मिलेर नाग राजालाई बोलाएछ। ल नाग राजा प्रभु, अब हामी त बस्न सकिन्न, सबै खरेडी परेर खोला नाला सबै सुक्यो, बस्न सकिन्न, हजुरले पानी पार्नु पर्यो भनेछ त्यो 3 जना है। अनि त्यसपछि नाग राजाले ल पानी पार्न त सक्छु म, तिमीहरू पानी पर्दा ठुलो बाढी आउन सक्छ खोलामा, बाढी आउँदा आफ्नो ज्यान जोगाउन सक्छ कि सक्दैन, भाग्न सक्छ कि सक्दैन भनेर सोधेछ। अनि 100 बुद्धि हुने सर्पले भनेछ म त 100 बुद्धि हो, म सर्प 100 बुद्धि हो, म त 100 बुद्धि भएको त के हुन्छ, एकचोटि सुल्केर स्वाट गएपछि के हुन्छ, अर्को पाखामा पुगेपछि म खोलाबाट निस्केर अर्को पाखामा पुगेपछि मेरो ज्यान त जोगिन्छ भनेछ। अनि भ्यागुताको पालो बोलेछ फेरि। भ्यागुताले के भनेछ? भ्यागुता 10 बुद्धि, म त 10 बुद्धि हो, म एकचोटि बुरुक्क उठेपछि के हुन्छ, म पाखामा पुग्छु खोलाबाट निस्केर, अनि बाढी आउँदाखेरि म जोगिन्छु, म मर्दैन। अनि पालो आयो 1 बुद्धि, के को 1 बुद्धि भने के को? गङ्गटाको 1 बुद्धि, म त 1 बुद्धि, ल म त जसरी पनि मेरो ज्यान जोगिहाल्छु नि, ल पानी चाहिँ पार्ने भने चाहिँ 1 बुद्धिले पनि हार चाहिँ मानेन के। अनि त्यसपछि नाग राजाले ल हुन्छ ज्यान जोगाउने भएपछि म आजको रातिमा पानी पार्छु भनेर नाग राजाले भनेर गएपछि आकाश गडाङ गडुङ कालो निलो भएर ठुलो पानी परेछ। त्यसपछि खोलाबाट उताबाट हिलो बग्ने होइन, ठुलो पानी गडङ गुडुङ पार्दै आएछ। अनि त्यसपछि सर्पको त 100 बुद्धि हो कि होइन? सर्पको 100 बुद्धि। अब सर्पले भाग्ने भनेर यसरी स्वाट भागेको, सर्प भागेको त तलैतिर भागेछ र के, माथि उफ्रिनै सकेन नि त सर्प त, सुल्केको तलै सुल्केछ र खोलातिर। अनि त्यसलाई पनि बगाएर लगेछ अरे खोलाले। अनि त्यसपछि 10 बुद्धि भ्यागुताको, म त एकैचोटि 10 बुद्धि हो, उफ्रेर पाखामा जान्छु भने बुरुक्क उफ्रेको, पाखामा अडिएन, बुरुक्क उफ्रेको माथि उफ्रिन सकेन, त्यो खोलामै झरेछ, त्यसलाई पनि बगाएर लगेछ। अनि त्यसपछि 1 बुद्धि त उसको के को? गङ्गटाको। नजिकको रुख थियो अरे, बाढी आएको सुनेर गङ्गटाको अगाडि दुईटा के यसरी दुख्यो, यसरी त्यो गङ्गटाले यसरी समाउँछ के, अनि त्यो च्याप्पा समाएर रुखमा झुन्डेर बसेछ अरे। अनि पानी रोकियो, त्यो रातभरि आयो होइन, पानी रोकिएपछि गङ्गटा मऱ्यो। गङ्गटाले बगायो त बगाएन नि, झुन्डेर बस्यो त्यो रुखलाई त बगाएन बाढीले, ठुलो रुखलाई। अनि गङ्गटा ल अब हिजो मेरो साथीहरूसँग सल्लाह गरेको पानी पार्नु भनेर पानी पनि पर्यो, खोला नाला पनि बढ्यो, बाढी आयो, म त आज के छ अवस्था भनेर हेरेर जान्छु भनेर बिहानै उठेर गङ्गटा खनखोला हेर्दै गएको त 100 बुद्धि भएको सर्प के 100 बुद्धि भएको सर्प के गरेछ, खोलाले उगालेर यसरी लम्पसार भएर मरेछ। त्यसपछि 10 बुद्धि भ्यागुता
10 बुद्धि भ्यागुता के गरेछ खोला बाढीले बगाएर लगेर उता नभएर यसरी मरेछ है। अनि गङ्गटाले के भनिन्छ र भने सयना बुद्धि लम्पसा, 10 आना बुद्धि उतानो त्यहाँ, 1 आना बुद्धि कैर्यानाङ भनेको झुन्डेर बसेर बाँचे भनेर के कस्तो लाग्यो कथा। आखिर सानो बुद्धि छ थोरै बुद्धि छ भनेर हेर्न नआउँदो रहेछ नि भोगेन। आखिर त बाँच्ने को बाँच्यो? गङ्गटाको 1 बुद्धि थियो नि। त्यही भएर सानो बुद्धि छ भनेर, सानो छ भनेर, ऊ गरिब छ भनेर होइन, ऊ आफूभन्दा सानो छ भनेर, आफूभन्दा कमजोर छ भनेर कहिले पनि हेर्नु हुँदैन। हो कि होइन?